जय दिव्येश्वर बाबा। नागार्जुन नगरपालिका वडा नम्बर 8 भीमढुङ्गा नर्सरीमा रहेको दिव्येश्वर बाबा प्राकृतिक छटाले भरिपूर्ण यस स्थानमा अवस्थित दिव्येश्वर बाबा, जो व्यक्ति आफ्नो मनोकामना सिद्धिको लागि यहाँ दर्शनको लागि आउनुहुनेछ, उहाँहरू सबैको जय होस्। जय दिव्येश्वर बाबा। धादिङ काठमाडौँ र धादिङको लगभग अन्तिम बिन्दु हो यो। यहाँबाट धादिङका देउराली लगायत नुवाकोट साथै गोर्खा पनि देखिने छ। यहाँबाट प्राकृतिक दृश्यले भरिपूर्ण यस दिव्येश्वर बाबाको जय र सबैको जय गर्नुहुनेछ। जय होस्, जय होस्, जय होस्। जय दिव्येश्वर बाबा, जय।